भनिन्छ नि देशअनुसारको वेश। सर्वप्रथम त नमस्कार। म यहाँ घाँस काट्दैछु होइन। भिडियो लामो भएको हुनाले गर्दाखेरि चाहिँ मैले छिटो भिडियो बनाएको छु। ब्लग खिचेको थिएँ। खासमा भन्नुपर्दा म घाँस काट्न गएको बेलामा चाहिँ यो भिडियो बनाएको थिएँ। त्यहाँनिर चाहिँ कस्तो टोक्यो क्या, केले टोक्यो थाहा छैन। र मैले घाँसको भारी पनि पुऱ्याएँ। घाँसको भारी पुऱ्याएर भारी हाल्न लागेको थिएँ। भारी पनि हालिसकेँ लगभग होइन। र म उता सर्ट खोज्न गएको थिएँ। गर्मीबाट सर्ट फुकाले लाएँ। अब भारी बोक्न खोजेको। अब यो भारी आउँछ कि आउँदैन भन्ने भएको थियो। बल्ल 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 मैले भारी बोकेँ। उता पहिरो थियो घाँस काटे माथि होइन। अनि त्यहाँ कचिया तयार रहेछ, मैले कचिया पनि टिपेँ। अनि त्यसपछि म जाँदै थिएँ, बाटोमा हिँड्दै थिएँ होइन। अलिक भिरालो थियो घाँस काट्ने ठाउँ। मैले काटेँ अनि म हिँड्दै थिएँ। अनि घर लगभग पुग्न लागेको थिएँ म यो होइन, बाटो घर जाने। र त्यसै गरी हामी भनौँ न म गएँ, त्यहाँनिर कुखुरा छ र घरमा ठ्याक्कै बडाङमा पनि म पुगिसकेको थिएँ। थ्याङ्क यू फर वाचिङ।